नेपालका 4वटा प्रदेशहरूले चीन र भारत दुवै देशलाई छुन्छन्। ती प्रदेशहरू हुन् कोशी प्रदेश, पहिले प्रदेश नम्बर 1, बागमती प्रदेश, पहिले प्रदेश नम्बर 3, गण्डकी प्रदेश र सुदूरपश्चिम प्रदेश। सम्बन्धित जानकारी। चीन र भारत दुवैलाई छुने प्रदेशहरू। नेपालका कुल 7 प्रदेशहरूमध्ये 4वटा प्रदेशहरू कोशी, बागमती, गण्डकी, सुदूरपश्चिम दुवै देशसँग जोडिएका छन्। भारतलाई मात्र छुने प्रदेशहरू मध्य प्रदेश, पहिले प्रदेश नम्बर 2 र लुम्बिनी प्रदेश, पहिले प्रदेश नम्बर 5 गरी 2वटा प्रदेशहरूले भारतलाई मात्र छुन्छन्। चीनलाई मात्र छुने प्रदेशहरू कर्णाली प्रदेशले मात्र चीनलाई छुन्छ। चीन र भारत दुवैलाई छुने जिल्लाहरू नेपालका 2वटा जिल्लाहरू ताप्लेजुङ र दार्चुलाले चीन र भारत दुवै देशलाई छुन्छन्। रोचक तथ्यहरू। ताप्लेजुङ जिल्लामा रहेको फक्ताङलुङ गाउँपालिका भारत र चीन दुवै छिमेकी देशलाई छुने नेपालकै तेस्रो ठूलो गाउँपालिका हो। नेपालका कुल 7 प्रदेशमध्ये 4वटाले चीन र भारत दुवैलाई, 2वटाले भारतलाई मात्र र 1वटाले चीनलाई मात्र छुने सिमाना रहेको छ। एक पंक्ति सारांश। नेपालका कोशी, बागमती, गण्डकी र सुदूरपश्चिम गरी 4वटा प्रदेशहरूले चीन र भारत दुवै देशसँग सिमाना जोडिएका छन्।